नमस्कार, म आज यहाँहरूलाई पिलोकोट च्यानलमा स्वागत गर्न चाहन्छु। हाम्रो भिडियोलाई मन पराउनु भयो भने लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्दछु। आज हामी व्यवस्थापनका सिद्धान्तहरूबारे जानकारी गराउन गइरहेका छौँ। व्यवस्थापनका सिद्धान्तहरू भन्नाले परिभाषा के छ यसको भन्दा संगठनले निर्धारण गरेका लक्ष्य उद्देश्यहरू हासिल गर्नका लागि संगठनमा रहेका मानवीय स्रोत, वित्तीय स्रोत तथा भौतिक स्रोत साधनहरूलाई वातावरण अनुकूल प्रभावकारी रूपमा परिचालन गरी अधिकतम उपलब्धि हासिल गर्नका लागि योजना बनाउने, संगठन गर्ने, निर्देशन गर्ने, नियन्त्रण गर्ने, समन्वय गर्ने लगायत कार्यहरूको समष्टिगत रूपलाई नै व्यवस्थापन भनिन्छ। संगठनमा रहेका उच्च तह, मध्यम तह, न्यून तह व्यवस्थापनले स्रोत साधनलाई प्रभावकारी रूपमा परिचालन गर्दछ। संगठनात्मक उद्देश्य प्राप्तिका लागि स्रोत साधनहरूको व्यवस्थित परिचालन गरी सञ्चालन गरिने गतिविधि नै व्यवस्थापन हो। व्यवस्थापनका विशेषताहरू के छन् भन्दा संगठनात्मक लक्ष्य उद्देश्य प्राप्ति गर्न केन्द्रित, संगठनात्मक स्रोत साधनहरूको अधिकतम परिचालन, त्यसैगरी वातावरणबाट प्रभावित क्रियाकलाप, उत्पादकत्वतर्फ केन्द्रित, सामूहिक तथा सर्वव्यापी कार्य, निरन्तर तथा गतिशील कार्य, विज्ञान, कला र पेशा हो। व्यवस्थापन अमूर्त अदृश्य रहने गर्दछ। यसैगरी व्यवस्थापनका तत्त्वहरूबारे म जानकारी गराउँछु। संगठनमा व्यवस्थापनका तहलाई उच्च तहको व्यवस्थापन, माध्यम तहको व्यवस्थापन र न्यून तहको व्यवस्थापन गरी 3 तहमा व्यवस्थित गरेको हुन्छ। संगठनमा उच्च तहको व्यवस्थापनलाई रणनीतिक व्यवस्थापन पनि भनिन्छ। यस अन्तर्गत सञ्चालक समिति, केन्द्रीय निकाय, मन्त्रालय, प्रमुख कार्यकारी अधिकृत CEO लगायतका तत्त्वहरू पर्दछन्। संगठनमा मध्यम तहको व्यवस्थापनलाई कार्यगत व्यवस्थापन, प्रशासनिक व्यवस्थापन पनि भनिन्छ। यस अन्तर्गत विभाग, प्रादेशिक कार्यालय, विभागीय प्रमुखहरू रहने गर्दछन्। संगठनमा न्यून तहको व्यवस्थापनलाई सञ्चालनगत व्यवस्थापन भनिन्छ। यस अन्तर्गत इकाइ, शाखा, सुपरिवेक्षक, शाखा प्रमुख रहने गर्दछन्। व्यवस्थापनको महत्त्व संगठनमा के हुन्छ भन्दाखेरि संगठनले निर्धारण गरेका लक्ष्य उद्देश्यहरूलाई हासिल गर्न संगठनको समय लागतलाई न्यूनीकरण गर्दै मितव्ययिता कायम राख्न, संगठनको कार्य वातावरणलाई प्रभावकारी बनाउन, संगठनलाई नियमित रूपमा सञ्चालन गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न, कर्मचारीहरूलाई उत्प्रेरित गर्दै संगठनमा अनुशासन कायम राख्न, प्रतिस्पर्धात्मक वातावरणमा उत्पादकत्व हासिल गर्न, सामाजिक जवाबदेहिता र उत्तरदायित्व पुरा गर्न, संस्थागत सुशासन कायम राख्न संगठनमा व्यवस्थापनको महत्त्व रहने गर्दछ। संगठनात्मक स्रोत साधनहरूलाई परिचालन गर्न पनि व्यवस्थापनको महत्त्व रहने गर्दछ। व्यवस्थापनका कार्यहरूलाई प्राथमिक कार्य र सहायक कार्य गरी 2 भागमा वर्गीकरण गर्दै अध्ययन गरिन्छ। प्राथमिक कार्यहरू के हुन् त भन्दा प्राथमिक कार्यहरू अन्तर्गत योजना बनाउने, संगठन गर्ने, निर्देशन दिने, नियन्त्रण गर्ने, समन्वय गर्ने कार्यहरू पर्ने गर्छन्। सहायक कार्य अन्तर्गत सञ्चार गर्ने, नेतृत्व दिने, उत्प्रेरित गर्ने, निर्णय गर्ने, अनुगमन गर्ने, सुपरिवेक्षण गर्ने तथा मूल्याङ्कन गर्न कार्यहरू पर्ने यस अन्तर्गत पर्दछन्।